नमस्ते सबैजनालाई, वेलकम टु माई च्यानल। अनि आज चाहिँ फेरि मैले ट्रिगोनोमेट्रीको एउटा नयाँ क्वेसन गर्न गइरहेको छु, जुन चाहिँ क्वेसन चाहिँ अलि इम्पोर्टेन्टै क्वेसन छ। क्वेसन छ tan a + 2 tan 2a + 4 tan 4a = cot a प्रुफ गर्नु भन्छ। यहाँबाट यो cot a प्रुफ गर्नुपर्ने छ। हामीसँग छ LHS tan a + 2 tan 2a + 4 cot a। र यसलाई कसरी गर्छौँ भन्दाखेरि tan a लाई tan a लेखौँ, 2 tan 2a नै लेखौँ +4। अब यहाँ पनि tan छ, यहाँ पनि tan छ, यो कट के भयो, अचकल्टो भयो नि त। र यो कटलाई अब के गरौँ, यो कटलाई कसरी ट्यानमा लाने, 1/tan 4a, यो भने कटमा गयो नि त। tan a + 2 tan 2a + 4/tan 4a भयो नि त। अब tan a + 2 tan 2a, यो चाहिँ अलि इम्पोर्टेन्टै हो, यो अलि इम्पोर्टेन्टै छ, आउनसक्छ इक्जाममा एससीमा। tan 4a भनेको के हो, हामीलाई थाहा छ tan 2a भनेको 2 tan a / 1 - tan स्क्वायर a। यहाँ 2 हुँदा यहाँ a हुन्छ, यहाँ 4 हुँदा यहाँ 2 हुन्छ नि त। यहाँ 4 हुँदा यहाँ 2 हुन्छ, यहाँ 2 हुँदा यहाँ a छ भने यहाँ 4 हुँदा के हुन्छ, यहाँ 2 हुनु पऱ्यो नि त। भनेपछि के भने 2 tan 2a / 1 - tan स्क्वायर, तल नि के, यहाँनिर 2 हुँदा यहाँ a छ भने यहाँ 4 हुँदा यहाँ 2 चाहियो नि त, 2a। अब के छ, tan a + 2 tan 2a +, अब चाहिँ यसमा चाहिँ कन्फ्युज हुन्छन् मान्छेहरू होइन। tan 4a बाट चाहिँ यो आएको हो नि त, tan 4a बाट चाहिँ 2 tan 2a / 1 - tan स्क्वायर आयो नि त। त्यसैले यो तल भयो नि त, यो तलको भयो नि त, यो दुइटा तलको भएपछि यो तलको कहाँ जान्छ, यो यहाँ 4 माथि जान्छ क्या। मतलब मैले भनेको चाहिँ 4 1 - tan स्क्वायर 2a / 2 tan 2a। सिमिलरली यदि यो र यो चाहिँ माथिको, यो दुइटा चाहिँ 4 र 4 / 2 tan 2a चाहिँ माथिको भइदिया भए, र यो चाहिँ तलको भइदिया भए, 1 - tan स्क्वायर 2a चाहिँ तलको भइदिया भए होइन, यो 2 tan 2a चाहिँ योसँग आएर मल्टिप्लाई हुन्थ्यो क्या, त्यस्तो हुन्छ क्या। अब यो गरिहाल्यो। अनि tan a + 2 tan 2a + 4 - 4 tan स्क्वायर 2a / यहाँ हुँदैन, यहाँ हुँदैन, / 2 tan 2a। यो भने tan a + 2 tan 2a। अब चाहिँ एलसिएम लिउँ, 2 tan 2a ले मल्टिप्लाई गरौँ, -4 + 4 - 4 tan स्क्वायर 2a। अब चाहिँ एलसिएम लियौँ है, लिइसक्यौँ एलसिएम, 2 tan 2a हुनुभयो तल। tan a + 2 2 जा 4 tan 2a × tan 2a भने tan स्क्वायर 2a + 4 - 4 tan स्क्वायर 2a / 2 tan 2a। यहाँसम्म तपाईँहरू हेर्न सक्नुहुन्छ कसरी गरेको छु। अर्को छ tan a + यो के हो, 4 tan स्क्वायर 2a र -4 tan स्क्वायर 2a के हो, काटिने भयो, बाँकी के हुने भयो। मैले यहाँ मिस्टेक गरेँ जस्तो होइन, मिस्टेक गरेको छैन, ठिक छ, +4/2 tan 2a। हामीले चाहिँ यहाँसम्म अगाडि नै गरिसकेका छौँ, tan a + 4/2 tan a, र यसलाई चाहिँ tan a + 1 2 जा 2/tan 2a लेख्न सक्छौँ। tan a + 2 tan 2a भनेको के हो, मैले अगाडि नै फर्मुला लेखाइसकेको छु, त्यो भनेको के हो, 2 tan a / 1 - tan स्क्वायर a tan a + यो फेरि यो दुइटा तलको हो नि त, त्यसैले माथि जान्छ, यो तलको चाहिँ माथि जान्छ कि, 1 - tan स्क्वायर a / 2 tan a + 2 - 2 tan स्क्वायर a / 2 tan a हुन्छ। र अब एलसिएम लिउँ, यो भने 2 tan a 2 tan
त्यहाँ 2 हुँदैन, यहाँ 2 हुँदैन, सरी मिस्टेकली 2 लेखेको छु, त्यहाँ 2 हुँदैन। tan ए हो भने 2 tan स्क्वायर ए प्लस 2 माइनस 2 tan स्क्वायर ए डिभाइड बाई 2 tan ए। यो र यो काट्यो किनकि 2 tan स्क्वायर ए माइनस 2 tan स्क्वायर ए हुने 0, यो भने 2/2 tan ए हुने हो। यो भने 2 काट्यो, यो भने 1/tan ए हुने हो र यो भने cot ए हुने हो, जुन चाहिँ रिक्वायर्ड एन्सर हो प्रुफ, जुन चाहिँ हामीलाई चाहिन्छ।